तिमीले आफैले भनेका थियौ, अब सकियो। साथीले पनि कति पटक भनिसकेको थियो, यो मान्छे तिम्रो लागि ठिक छैन। र मनको कुनै कुनामा तिमीलाई पनि त्यो कुरा थाहा थियो। अनि फोन बज्यो। स्क्रिनमा उही नाम। एकछिन हेऱ्यौ, रिप्लाई नगर्ने सोच्यौ, अनि फेरि टाइप गर्न थाल्यौ। गलत हो भन्ने थाहा छ भने मनले किन मान्दैन? हामी गलत मान्छेलाई किन माया गर्छौं? र त्यो भन्दा पनि अनौठो कुरा, ठिक छैन भन्ने बुझिसकेपछि पनि मन त्यही किन अड्किरहन्छ? यसको जवाफ खोज्न अलि पछाडि फर्कौं। त्यो मान्छेलाई पहिलो पटक चिन्दै गरेको बेलामा। त्यति बेला तिमीलाई उसको बारेमा खासै केही थाहा थिएन। तर केही कुराले तान्यो। अनुहार हुन सक्छ, हाँसो हुन सक्छ, बोल्ने तरिका वा तिमीलाई हेर्ने तरिका। तर कसैप्रति तानिनु र त्यो मान्छेसँग जीवनमा साँच्चै मिल्नु यी एउटै कुरा होइनन्। सुरुमा हामीले कसैलाई राम्ररी चिनेका पनि हुँदैनौं। र अनुसन्धानले देखाएको एउटा रोचक कुरा के छ भने हामीलाई कस्तो मान्छे मनपर्छ भनेर हामी आफैले भन्ने कुरा र वास्तवमा कसैप्रति आकर्षित हुन्छौं भन्ने कुरा सधैँ मिल्दैन। त्यसैले तिमी कसैप्रति तान्यौ भन्दैमा त्यो मान्छे तिम्रो लागि ठिक थियो भन्ने अर्थ थिएन। तर यहाँबाट अर्को प्रश्न सुरु हुन्छ। पछि तिमीले त्यो सम्बन्ध ठिक छैन भनेर बुझ्यौ पनि त्यसो भए छोड्न चाहिँ किन यति गाह्रो भयो? एकछिन सोचौं। सम्बन्ध मन नपर्न थालेको धेरै भइसक्यो होला। तर त्यसको मतलब त्यो सम्बन्धमा रहिरहने इच्छा पनि उत्तिकै छिटो सकिन्छ भन्ने होइन। किनभने बीचमा धेरै कुरा जोडिसकेका हुन्छन्। समय, सँगै बिताएका पलहरू, एकअर्काका परिवार, साथीहरूले पनि चिनिसकेका हुन्छन्। कहिलेकाहीँ भविष्यको योजना पनि बनिसकेको हुन्छ। कहिलेकाहीँ विवाहको कुरा चलिसकेको हुन्छ। कहिलेकाहीँ घर, पैसा वा परिवार पहिलेदेखि नै यसमा जोडिसकेको जस्ता व्यावहारिक कुराहरू पनि हुन्छन्। हरेक सम्बन्धमा यी सबै कुरा हुँदैनन्। तर मन पहिले जस्तो नरहे पनि यी सबै कुराले कहिलेकाहीँ मान्छेलाई त्यो सम्बन्धसँग बाँधिराख्न सक्छन्। यसैले कहिलेकाहीँ मान्छे आफैलाई सोध्छ, म खुसी छैन भने पनि म किन अझ यही छु? जवाफ प्राय सोचे जस्तो सजिलो हुँदैन। किनभने सम्बन्धमा रहिरहने कि नरहने भन्ने कुरा एउटै प्रश्नले मात्र टुङ्गिँदैन। म खुसी छु कि छैन? खुसी बाहेक पनि अरू धेरै कुराले मान्छेलाई त्यही जोडिराख्छन्। मानौ वर्षौंदेखि ऋणमा घर बनाइरहेको मान्छे। घर अझै पूरा भइसकेको छैन, तर त्यसभित्र वर्षौंको समय, मिहिनेत र योजना गाँसिसकेको छ। घर छोड्ने कि नछोड्ने भन्ने निर्णय अब सुरुमा जत्तिकै सजिलो रहँदैन। सम्बन्ध पनि कहिलेकाहीँ त्यस्तै हुन्छ। समयसँगै जटिल बनिसकेको हुन्छ। तर लगानीले मात्रै सबै कुरा बताउँदैन। किनभने मान्छेले आफूलाई अर्को प्रश्न पनि सोध्छ। यदि म यहाँबाट निस्किएँ भने अगाडि के छ? र यसपछि अरू धेरै प्रश्न पनि आउन थाल्छन्। के म फेरि कसैलाई भेटाउँला? के सबै कुरा फेरि सुरुदेखि गर्नु पर्ला? के म साँच्चै एक्लै रहनु पर्ला? अनि सबैभन्दा डरलाग्दो प्रश्न, यदि यो निर्णय गलत भयो भने? यी प्रश्नहरूको ठ्याक्कै जवाफ कसैसँग हुँदैन। र त्यही अनिश्चितताले पनि छोड्ने निर्णयलाई अझ जटिल बनाउन सक्छ। अनुसन्धानमा एउटा रोचक कुरा देखिएको छ। एक्लै रहनु पर्ला भनेर धेरै डराउने मान्छेहरू आफूलाई कस्तो साथी चाहिन्छ भनेर सोध्दा जवाफ अरूभन्दा फरक हुँदैन। मापदण्ड उस्तै नै हुन्छ। तर व्यवहारमा भने कसलाई मौका दिने र कस्तो सम्बन्ध स्वीकार गर्ने भन्ने कुरामा उनीहरू त्यति धेरै नछानिकनै अगाडि बढ्ने देखिन्छन्। सायद मैले कस्तो मान्छे चाहिन्छ भन्ने आफ्नो मापदण्ड फेरेको थिइनँ। तर के स्वीकार्ने र के स्वीकार नगर्ने भन्ने निर्णय बिस्तारै फेरिँदै गएको थियो। कसैको लागि यसमा उमेर र विवाहको दबाव पनि जोडिन सक्छ। परिवारलाई के भन्ने, फेरि सुरुदेखि सबै व्याख्या गर्नुपर्ने झन्झट पनि हुन सक्छ। तर यो सबैको कथा होइन। धेरैको लागि यो जनसाधारण डर मात्रै हो। फेरि यत्तिकै एक्लै त पर्दिन नि। ठिक छ, यी कुराले छोड्न किन गाह्रो हुन्छ भन्ने त बुझियो। तर अर्को प्रश्न बाँकी नै छ। सुरुमा मैले यो मान्छेलाई यति राम्रो किन देखेको थिएँ? सायद जवाफ सजिलो छ। माया अन्धो हुन्छ भन्छन् नि। एकछिन यो कुरा ठिकै जस्तो लाग्छ। तर के यो साँच्चै त्यति सजिलो हो?
सम्बन्धको सुरुतिर हामी आफ्नो मान्छेलाई अलि उदार नजरले हेर्छौं। उसका राम्रा कुरा अलि बढी देख्छौं। कमजोरीहरू त्यति ठूलो लाग्दैनन्। सुन्दा लाग्न सक्छ सायद यही त समस्या हो। मायामा परेपछि हामीले मान्छेलाई वास्तविकताभन्दा राम्रो देख्न थाल्छौं। तर कुरा त्यति सरल छैन। आफ्नो साथीलाई अलि राम्रो नजरले हेर्ने मानिसहरूको सम्बन्ध औसतमा बढी सन्तोषजनक र लामो समय टिकेको देखिएको छ। अझ रोचक कुरा त अर्को छ। समय बित्दै जाँदा जब त्यो सकारात्मक नजर बिस्तारै फिक्का हुन थाल्छ, त्यहीसँगै सम्बन्धको अवस्था पनि बिग्रँदै गएको देखिन्छ। त्यसैले कसैलाई सुरुमा अलि बढी सकारात्मक रूपमा हेर्नु मात्रैलाई माया अन्धो भएको प्रमाण मान्न मिल्दैन। र सायद यो मान्छे ठिक छैन भने तिम्रो महसुस तिमीले उसलाई पहिलो पटक मन पराएको दिनभन्दा धेरै पछि आयो। एक क्षण त्यही सन्देश फर्केर हेरौं। एक समय थियो जब त्यही नामले फोनमा देखा पर्दा मनमा एक किसिमको न्यानोपन आउँथ्यो। अहिले उही नामले अर्कै किसिमको भावना ल्याउँछ। केही परिवर्तन भएको छ। तर के परिवर्तन भएको त्यो मान्छे हो वा तिमीले उसलाई हेर्ने तरिका हो, त्यो छुट्याउन गाह्रो हुन्छ। तर एउटा प्रश्न अझै बाँकी छ। त्यो फोनको सन्देश, त्यो रिप्लाई, सबै थाहा पाइसकेपछि पनि तिमीले किन टाइप गर्न थाल्यौ? सायद जवाफ यत्तिकै सजिलो छैन। तिमीले उसलाई मन पराउनुको सुरुवात ऊ तिम्रो लागि ठिक छ भन्ने कुनै प्रमाण थिएन। त्यो त बस सुरु मात्र थियो। पछि गएर तिमीले उसलाई हेर्ने तरिका पनि बिस्तारै बदलियो। कुनै बेला न्यानो लाग्ने कुरा अहिले अलिक फिक्का भइसक्यो र यत्तिकैमा समय पनि बितिसकेको छ। सम्झना जोडिसकेका छन्, योजनाहरू बनिसकेका छन्। धेरै मान्छेले यो सम्बन्धको बारेमा थाहा पाइसकेका छन्। अनि यहाँबाट निस्कनु भनेको फेरि सुरुदेखि वा सायद एक्लै एउटा अनिश्चित बाटोमा पस्नु पनि हो। केतिन्जेल कुरा केवल माया गर्ने वा नगर्नेमा सीमित थिएन। त्यसैले जब फोनमा त्यही नाम फेरि देखा पर्यो र तिमीले टाइप गर्न थाल्यौ, त्यो एउटै कुराले भएको थिएन। सायद तिमीलाई थाहा थियो यो मान्छे तिम्रो लागि ठिक छैन। तर थाहा पाउनु र मनबाट पुरै हट्नु उस्तै गतिमा हुँदैन। त्यसैले सायद प्रश्न कहिल्यै यो थिएन, हामी गलत मान्छेलाई किन माया गर्छौं? सायद कुरा यति हो, माया गर्न थालेको बेला हामीलाई त्यो मान्छेको बारेमा धेरै कुरा थाहा नै हुँदैन। ऊ हाम्रो लागि ठिक छ कि छैन भन्ने कुरा कहिलेकाहीँ पछि मात्रै बुझिन्छ। तर त्यतिन्जेल त्यो सम्बन्धमा समय, सम्झना र धेरै कुरा जोडिसकेका हुन्छन्। अनि स्क्रिनमा उही नाम अझै छ। तिमीले के लेख्यौ वा लेखेनौ त्यो अर्कै कुरा हो। थाहा हुनु र मन हट्नु दुई फरक कुरा हुन्। यो भिडियो अन्तसम्म हेर्नुभएकोमा धन्यवाद। यदि यो भिडियोले तपाईँलाई केही सोच्न बाध्य बनायो भने लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् अनि आफ्नै कथा वा विचार कमेन्टमा लेख्नुहोस्। फेरि यस्तै रोचक भिडियो लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि नमस्कार।